हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू मिनी भ्लग। आज अलार्म बज्नुभन्दा अगाडि नै मेरो आँखा खुल्यो। भन्नु नै पर्दा बिहानै उठ्न मन त लाग्दैन, तर आफूले देखेको सपना सम्झिएर ओछ्यानमा बस्नु मनै लागेन। त्यसपछि लागे मैले जुत्ता सुत्ता लगाएर मर्निङ वाकतिर। बिहानको खाली सडक, चिसो हावा, हल्का पानी परेको यो मौसम यस्तो आनन्द फिल हुन्छ र माइन्ड पनि एकदम फ्रेस हुन्छ। अनि सोच्छु मेरो लाइफको बारेमा, आज म जहाँ छु यो भन्दा धेरै नै अगाडि जानु छ। सफलता एकै रातमा आउँदैन भन्ने थाहा छ, त्यसैले बिहान आफूलाई सम्झाउँछु मेहनत गर्ने समय यही हो, आफूलाई पुस गरेर अगाडि धकाल्ने समय पनि यही हो। त्यही सोच लिएर म हरेक दिन आफूलाई मोटिभेट गर्दै अगाडि बढ्छु। मेरो त्यो सपना पुरा गर्नको लागि यो बिजनेसबाट धेरै नै हेल्प हुन्छ। त्यसैले मैले यो आजभन्दा 6 वर्ष अगाडि यो बिजनेस स्टार्ट गरेको र सानो सोच लिएर सुरु गरेको थिएँ, विदेश जान्न भनेर नेपालमै केही गर्छु भन्ने सोचले यो बिजनेस गरेको थिएँ र आज यो बिजनेस यहाँसम्म लिएर आएको छु र बिजनेसले पनि मलाई यहाँसम्म लिएर आएको छ। त्यसैले कहिले पनि हार मान्नु हुँदैन र कुनै पनि कुरा गर्नलाई डराउनु हुँदैन, पछाडि हट्नु हुँदैन। कुनै पनि कुराहरूलाई आफ्नो मनबाट गर्यो भने त्यो सक्सेस हुन्छ भन्ने उदाहरण मैले आज पाएको छु। त्यसैले त मैले दिन रात नभनी मेहनत गरिरहेको छु अहिले। ओके गाइज, आजलाई यति नै। हजुरलाई यो भिडियो मन परेमा लाइक गरिदिनु होला। फेरि भेटौँला अर्को नयाँ भिडियोमा। बाइ बाइ।